र हाई वेलकम टु माई युट्युब के अरे उहाँ चाहिँ हाम्रो चालक उहाँले हामीलाई रङ बाटो 4 घण्टा भयो आफू सुत्नु नपाएको म निदाको मान्छेलाई पनि उठाइदिनु भएको अनि उहाँ चाहिँ हाम्रो फर्सीको मुन्टा टिप्न लाउनु तर फर्सी दिदी ढलिसक्नु भयो बहिनी नेपालबाट भर्खर आएको हामीले बहिनीलाई नेपालको धेरै याद आयो भनेर सागसब्जी बारी देखाउन ल्याएको म चाहिँ कट्टा भएँ अनि आज चाहिँ हामी बर्दुबेमा रहेको गण्डकी फ्रेस हाउस छ नि त्यहाँको फार्म हाउस के भन्छ फार्म हाउस भनिछु क्या सब्जी फार्म सब्जी खेती सब्जी खेती हेर्न आएको अनि यतापट्टि हामीलाई डाँडा थोरै देख्यौँ अनि यो अलिन रोड ताउमन रोड कता हो थाहा छैन गाइस तपाईँहरू देख्न सक्नुहुन्छ यो चाहिँ होइन अब पुरै यो कृषि फार्म खेतीमा आइपुगेको आज गएर घरमा आफ्नै हातले केलाइन्छ यहाँ मकैबारी दराम सुन्ता ओडी हिँड्छ मन चियाबारीमा यो चाहिँ लट्टेको साग रातोवाला यो खायो भने खुन धेरै बढ्छ भन्नुहुन्छ यो रोग काउली अनि हामी तपाईँलाई कुखुरा पालेर ठाउँमा पनि लान्छौँ माछा पालेर ठाउँमा पनि लान्छौँ यो चाहिँ रायोको साग अलमोस्ट सकिएको म तपाईँलाई नयाँ ठाउँमा लान्छु रायोको सागको खाना ओके लेट्स फलो मी यस्तो टिपो अनि टिप्दा यहाँ हान्नु यस्तो दामी घाँस अहिले यहाँ कच्चा भएको थियो सराम ए मकैबारी दर कस्तो दामी छ घाँस ल हाम्रो गाई भएको थियो भने सुपको साग यसको बिचमा चाहिँ सुपको साग गर्दा के हुँदैन मरुभूमिमा पनि यस्तो हुन्छ नेपालीले गर्न चाह्यो भने जहाँ पनि गरिदिन्छ देख्नु तपाईँहरूले यो चाहिँ पटपटे नेस्टो सुपर मार्केटमा यो पटपटे चाहिँ बेच्न राखेको हुन्छ तर यहाँनिर चाहिँ यो पटपटे यसरी उम्लिराखेको छ ओ माई गड यो पटपटे नेस्टोमा तपाईँहरूले देख्नुभएको छ होला कि बेच्न राखेको हेर्न सक्नुहुन्छ मेरो टिकटकको फ्यामिलीहरू लौका यो चाहिँ मैले चोरेको धनियाँको बिउ ए ल यहाँ चाहिँ यो घिरौला हो कि काँक्रा हो यो काँक्रो देख घिरौला होइन कसरी काँक्रो यो काँक्राको फुल हो यो घिरौला हो ए यो घिरौलाको यत्रो चिचिन्डो देखि तपाईँ काँक्रा भन्ने ओ वाउ फर्सीको मुन्टा माई गड अहिले चाहिँ हामी चाहिँ यो गण्डकी फ्रेस हाउसको कृषि फार्म अलिन हत्ता रोडमा छौँ यहाँनिर चाहिँ एकदम आफ्नो हातले टक्क फर्सीको मुन्टा टिपेर लिएर जाने अब अनि घिरौला एकदम खतरा रूपमा आउँदैछ सो हिँड्नु अरे हौ ओ वाह यहाँ मकैबारी दराम पनि रहेछ मकैबारी दराम गण्डकी फ्रेस हाउसको मुख्य कर्ता धर्ता दाइले हामीलाई यस्तो दामी सागहरू यति धेरै टिपिदिनु भएको छ मकै टिपिदिनु बाँकी छ दाइ घर कहाँ हो मेरो पर्वत यहाँ आउनुभएको कति वर्ष भयो यहाँ म कहिले तत्कालै हो 8-9 महिना भइरहेछ कस्तो लाग्दैछ त नेपाल जस्तो लाग्दैछ नेपाल जस्तै भन्नु पर्यो अब रमाइलो छ नि नेपालमा भन्दा सुविधा छ है खेती गर्नलाई सुविधा पनि पर्याप्त मात्रामा छ तपाईँलाई धेरै धन्यवाद हामीलाई यति मजाले यो कृषि खेतीमा टुर गराइदिनु भयो यति धेरै सब्जीहरू रेडी गरिदिनु भयो